साथीहरु आज हामी मकै गोड्नु हिँडेको खेत हो 4 जना यहाँनेरि 4 जना छौँ लिसा भाउजू कोकु पनि हुनुहुन्छ पछाडि अनि म चाहिँ अगाडि हिँडेको मकै गोड्नु कति बज्यो 12 भइसक्यो आज ढिलो भयो हाम्रो हामी काइला र काइलीको खेतमा आइस बारीमा आइसक्यो सक्नु पारेछ हेर्नुहोस् त क्लियर रहेको छ साथैमा अब पुकुलीलाई त नदेखिने रहेछ यत्रो खन्नुपर्ने छ यहाँदेखि यता हो यता म यता छु सबै यहाँबाट यता अनि घुम्नु यता छौ मकै बारी दर्याम कस्तो मिक्सी नदेखेको तँलाई यार देखिँदैन हौ टल्किन्छ टिलिलिलिलिलिलिलि पुकुली पनि छ है मकै बारी दर्याममा भार्ने यसले ड्याङ्का ड्याङ भयो भन्दिनँ म केही अन्त्यमा छौँ हामी अझै मुल्की यता पल्लो छेउ छ 2 जना म चाहिँ यता छु घरबाट बिसाइरहेको छु खोइ कहिले कताको सुरुको देखाएको चाहिँ सेउ भनेर यो चाहिँ पिनालाखा गाउँ यहाँदेखि गोड्दै पल्लो बारी सकेर हामी यता आइरहेको छौँ फाइनल गाइस सक्यो हाम्रो मकै गोडेर कस्तो लाग्यो तपाईलाई आजको दिन एकदमै बोबाल तर हाम्रो खासमा भन्नुपर्दा कामै सकिएको छैन है अब मल पनि बोक्नु पर्ने छ एक भारी अनि त्यसपछि पराल पनि लिनु जानुपर्ने छ है त साथीभाइहरू मकै चाहिँ सक्दैको हामीले ल आजले बाइ बाइ तपाईँ केही भनिदिनुहोस् हामी त केही भन्दैन यस्तो मलसोरेको पनि देखाइदेऊ यता चाहिँ हाम्रो घरको धनी मल सोर्नु हुँदैछ कम्ता मेहनती हुनुहुन्न उहाँ एकदम ह्यान्डसम हुनुहुन्छ मेहनती पनि हुनुहुन्छ कोही केटी छ भने सम्पर्क गर्नु होला मलाई म उसको नम्बर फेसबुक आइडी दिन्छु आजको लागि चाहिँ बाई के भन्यो नि खेतालाको खाजा जार कोदोको जार चटपटे वाली जार छान्ने 2 जना बाउ छोरा म चाहिँ के भन्छ चटपटेको माउ बनाउने सामान मिलाइदिने हामी चाहिँ यता कोदोको जार प्योर